जेनजीलाई के लाग्छ? ओलीहरूको अख्तियार रातारात पवित्र भएर आफ्नै मालिकहरूको छानबिन गर्न तयार हुन्छ? जेनजीले फेरेको जलेको सिंहदरबारमा जम्मा 7 वटा कोठा हो। त्यो बढीमा 11 पुग्ला 12 पुग्दैन। अरू सबै कोठामा अहिले पनि ओलीहरूकै आत्मा छ। त्यसैले त उनी अझै पनि जनतालाई धम्काइरहेका छन्। प्रस्तुत छ 2082 असोज 13 गते सोमबार नयाँ पत्रिका दैनिकमा प्रधान सम्पादक कृष्ण ज्वाला देवकोटाले राखेको फरक मत अरे ओ बङ्गलादेश भाग 3। Gen Z protests in Nepal that turned violent. Viewers, the youth are rising. Gen Z, the first generation to have grown up in the internet age, has become the face of the anti-government protests. खोजिएको थियो गीत गाएर आमूल परिवर्तन भएन। मागिएको थियो राष्ट्रिय झण्डामा विवेक प्रेरित र संयमित क्रान्ति। राष्ट्रिय झण्डा त भयो तर दोहोरियो वे बङ्गलादेश। सिङ्गो देशले अनुभूत गरिसकेको थियो नेतातन्त्र केवल कमजोर छैन, पुरै कुहिसकेको छ। यति कुहिसकेको कि त्यसको बदनाम भरणको अन्तिम पृष्ठ मात्र लेखिन बाँकी थियो। अपराधीहरूले त्यो पनि केटाकेटीको रगतले लेखेर गए। विशेष गरी ओली र देउवाले आफ्नो भूमिका पूर्ण क्रूरता र अपराधको साथ पूरा गरे। तर विद्रोहले यति ठूलो विस्फोटले पनि प्रश्न बाँकी नै राख्यो। फिलिपिन्समा 21 वर्षदेखि तानाशाही शासन चलाइरहेका फर्डिनान्ड मार्कोस विरुद्ध सन् 1986 मा भएको पिपुल पावर रेभोल्युसन 4 दिनमा सफल भएको थियो र मार्कोस परिवारलाई अमेरिकी सैनिकले भगाएर हवाईको हुलुहुलु पुर्याएको थियो। 24 भदौ अघिसम्म संसारकै राजनीतिक इतिहासमा त्यो सबैभन्दा कम समयमा सफल भएको विद्रोह मानिन्थ्यो। नेपालको जेन्जी विद्रोहले त्यो विश्व कीर्तिमान भत्कायो। 2/3 नशाले चोर केपी ओली र शेरबहादुर देउवाले युवाहरूले माइती घरमा टेकेको 27 घण्टामै घुँडा टेके। एउटालाई सैनिक हेलिकप्टरले भगायो, अर्का भिडबाट झन्डै मारिएन। जनताले एक दिन रमाइलो मान्यो, तर त्यो बलिदान, आक्रोश र क्षतिको परिणाम कति सन्तोषजनक भयो। यो पुरै प्रकरणका दृश्यमा जेन्जी भए पनि पटकथा त्यसले लेखेको होइन। पटकथा त नेतातन्त्र आफैले लेखेको हो। प्रश्न यति हो, दम्भ, कुशासन र भ्रष्टाचारको अत्यास लाग्दो अपराध कथा यति ठूलो भौतिक र मानवीय क्षतिपछि पनि किन आंशिक घाइते मात्रै भयो, मरेन? प्रधानमन्त्रीबाट राजीनामा गराएर निवासबाट हेलिकप्टरमा भगाएको जेन्जी विद्रोहलाई ब्यारेकबाट निस्केर ओलीले जम्मा जम्मी हा हो भनेर होच्याउन किन सकेका छन् भने राज्य अझै उनीसँग छ। सिंहदरबारमा जम्मा 7 वटा कोठा फेरिएका हुन्। अरू जम्मै कोठामा अझै पनि ओली र देउवाहरू नै छन्। राज्यका सम्पूर्ण धमनीमा अहिले पनि त्यही विष बगिरहेको छ जसका सर्जक ओलीहरू हुन्। कोही कुटिएको हेरेर, कोही लुटिएको हेरेर, कसैका घर जलेका हेरेर, शासकहरू भागेको हेरेर आउने आनन्द 70 जना भन्दा बढी नौजवानको बलिदानका अगाडि केवल परिपीडक आनन्द हो। सिंहदरबारलाई बदल्नु पर्ने थियो, बदलिएन, बरु जल्यो। बदल्नु पर्ने प्रशासन थियो, प्रशासनिक भवन खरानी भयो। विद्रोह र अराजकताका सीमा मेटिए। अहिलेसम्म नसोधिएका र सोध्नुपर्ने धेरै प्रश्न छन्। बालेनले किन सुरुमै संसद विघटनलाई शर्त बनाए? लाखौंको जुलुसले घेरेर त्यही संसदलाई परिवर्तनको निर्णय गर्न बाध्य बनाउने लोकतान्त्रिक विकल्प छाडेर बालेनले किन प्रधान सेनापति कहाँ जाऊ भने? अरू बेला फोहोरको बिल पठाउने चलन थियो काठमाडौँ महानगरको। भदौ 24 गतेको फोहोरको बिल कति हो, कसको हो र कसलाई पठाउने हो? संसारका हरेक विद्रोह अन्तिममा सम्झौताकै मेचमा पुग्छन्। रस्साकसी हुन्छ, लेनदेन हुन्छ। विद्रोहको शक्तिले मात्रै विद्रोहको औचित्य पुष्टि गर्दैन, औचित्य त परिणामबाट पुष्टि हुनुपर्छ। अब यो स्वीकार गर्नुको कुनै विकल्प छैन। गलत नेतृत्व र गलत रणनीतिका कारण संसारमै कीर्तिमान कायम गरेको यति ठूलो जेन्जी विद्रोह जम्मा जम्मै मध्यावधिको अत्यन्त सानो उपलब्धिमा टुङ्गियो। जेन्जीलाई के लाग्छ? ओलीहरूको निर्वाचन आयोग विदेशमा रहेका नेपालीहरूलाई मतदानको अधिकार दिएर मालिकहरूको चिहान खन्न तयार हुन्छ। जेन्जीलाई के लाग्छ? ओलीहरूको अख्तियार रातारात पवित्र भएर आफ्नै मालिकहरूको छानबिन गर्न तयार हुन्छ। जेन्जीलाई के लाग्छ? ओलीहरूको धितोपत्र बोर्ड अब सुध्रिन्छ र नयाँ स्टक एक्सचेन्जको आपराधिक खेलबाट पछाडि फर्किन्छ। जेन्जीलाई के लाग्छ? ओलीहरूको अदालत हिजो पार्टी कार्यालयहरूमा खाएको शपथ बिर्सेर अब न्याय र विवेकतिर फर्किन्छ। जेन्जीलाई के लाग्छ? ओलीहरूको कर्मचारी तन्त्र अलिकति पनि सुध्रिन्छ र परिवर्तनलाई आत्मसात गर्छ। जेन्जीले फेरेको जलेको सिंहदरबारमा जम्मा 7 वटा कोठा हो। त्यो बढीमा 11 पुग्ला 12 पुग्दैन। अरू सबै कोठामा अहिले पनि ओलीहरूकै आत्मा छ। त्यसैले त उनी अझै पनि जनतालाई धम्काइरहेका छन्। बङ्गलादेशमा शेख हसिना वाजेद देश छाडेर भागेको महिनौपछि पनि उनका छोरा सजीव वाजेद भारतीय टेलिभिजनहरूमा अन्तर्वार्ता दिँदै हिँड्थे।
उनकी आमा नै बङ्गलादेशकी आधिकारिक प्रधानमन्त्री हुन्, किनकि उनले राजीनामा दिएकी छैनन्। उनले अझै पनि यो स्वीकार गर्न सकेका थिएनन् कि क्रान्तिको वेदीमा राजीनामा इतिहास आफैले लेख्छ र खोज्छ, कसैले दिनु पर्दैन। राजीनामा दिन 2 दिन अघिसम्म जेन्जी भनेको के ठगी खाने भाँडो हो भनेर उच्चाइरहेका ओली दबावमै सही आफैले सहमति दिएको अन्तरिम सरकारलाई ब्यारेकबाट निस्केको 2 दिनपछि हाहु सरकार हुनेछ। हरेक प्रतिक्रान्तिले मौका पाएसम्म शिर उठाउँछ, ओली अपवाद होइन। तर यति छिट्टै शिर उठाउन केले शक्ति दियो त ओलीलाई? जवाफ अहिलेकै राज्य सत्ताले। जेन्जी विद्रोहले नेपाली समाजको पेशेवर क्षेत्रको पनि धेरै पोल खोलेको छ। यसले देखायो खासमा राजनीति मात्र होइन, देश नै कुहिसकेको रहेछ। जम्मा 11 जना निर्विवाद र प्रतिष्ठावान पात्र जुटाउन नसकेर अन्तरिम सरकार अझै पूरा भएको छैन। यसले विश्वविद्यालय शानदार चलाएको थियो, यसलाई शिक्षा मन्त्री बनाऊ भन्ने एउटै उपकुलपति रहेनछ। यो राम्रो गभर्नर थियो, राम्रो अर्थमन्त्री बन्न सक्छ भन्ने एउटै गभर्नर रहेनछ। यसले पर्यटन बोर्ड वा नेपाल एयरलाइन्स वा पोखरा एयरपोर्ट राम्ररी चलाएको थियो, पर्यटन मन्त्री बनाऊ भन्ने एउटै व्यवस्थापक समाजले देखेको रहेनछ। यो देशभक्त उद्योगी हो, जसरी पनि उद्योग मन्त्री बनाउनु पर्छ भन्ने एउटै उद्योगी रहेनछ। त्यस्ता चिकित्सक, त्यस्ता प्रशासक, त्यस्ता कानुनविद, त्यस्ता विकासविद, त्यस्ता प्रोफेसर हामीसँग रहेनछन्। नेतातन्त्रले समाजका हरेक अङ्गको आत्मा र प्रतिष्ठा मारिसकेको रहेछ, त्यसले केवल दलाल जन्माएको रहेछ। प्रहरीकै कुरा गरौँ, एउटा इन्सपेक्टरलाई डिएसपी हुँदासम्म यिनीहरूले प्रहरी रहन दिँदैनथे। अपराधी समातेर डिएसपी भइँदैन थियो, नेता समात्नु पर्थ्यो। नेता समाउन पहिला नेभी सङ्घ, अखिल, सालो, भेना, सोके, सचिव, जेठान, काका समाउन खोज्दा खोज्दै एउटा प्रहरी भरिसक्थ्यो, बिचौलिया मात्र बाँकी रहन्थ्यो। यो केवल प्रहरीको रोग थिएन, राम्रो पढाएर हेडमास्टर भइन्न थियो, नेता फकाएर मात्र भइन्थ्यो। निजामतीदेखि शिक्षा सेवासम्म यही बिच थियो। त्यसैले यत्रा विश्वविद्यालयका यति लामो समयका कुनै उपकुलपतिलाई कसैले सम्भावित शिक्षा मन्त्री मानेन। जेन्जीलाई सोधौं, के अब फरक हुनेछ? कसरी फरक हुनेछ? बिदाकै दिन देउबा दम्पतिले ओछ्यानमै पाएको रातो पासपोर्टले सिंहदरबार चलेको मात्रै हो, फेरिएको होइन भन्छ। अहिलेको सिंहदरबार स्थायी सरकार होइन, स्थायी भ्रष्टाचार हो, स्थायी प्रशासन होइन, स्थायी कुशासन हो। जेन्जीले सिंहदरबार घेरेर पिएनदेखि मुख्य सचिवसम्मको राजीनामा र पुनर्नियुक्ति माग्न सक्थे। विद्रोहसँग त्यो शक्ति पनि थियो, त्यो मौका चुक्यो। अब तिनी बासी र भ्रष्ट हातले लेख्ने तिनी जुठा टिप्पणीमा केवल फरक मन्त्रीका हस्ताक्षरले बदलिन्छ देश। अन्तरिम सरकार आज लगभग प्रश्नभन्दा माथि छ, तर केही दिनमै यो सुविधा सकिनेछ। जनताले सोध्नेछन्, आन्दोलन तपाईहरूले गरेको त होइन? युवाहरूको रगतको मूल्य के पाइयो मन्त्रीज्यू? अनि नयाँ सरकारले भन्नै पर्छ, दलाइ लामाले शुभकामना किन दिए? हामी न खालिस्तानका शुभकामना पचाउन सक्छौँ, न निर्वासित तिब्बती सरकारका। अरू त केही हासिल भएन, विद्रोहको एउटै चिनो यही सरकार छ। समाजलाई अगाडि लैजाने सबै शक्तिसँग सहकार्य गर्न चाहेन भने अन्ततः ओलीहरूले चाहेको षड्यन्त्रको सिद्धान्त स्थापित हुनेछ र यो सरकारका सदस्यहरू राजनीतिक खेलका प्यादा मात्रै मानिनेछन्। खासमा जेन्जी विद्रोह आवेगमा सफल र विवेकमा कमजोर भयो, त्यसैले त्यो धक्काको दूरगामी प्रभाव परेन। मिडिया नै हेरौँ, जलेको सिंहदरबारभन्दा युडेन्स स्कुलका लागि धेरै माफी मागिरहेको छ। सडकमा केटाकेटीको रगतका टाटा सुकिसकेका छैनन्, बौद्धिकहरू केवल षड्यन्त्रका पटकथा रचिरहेका छन्। अरू त अरू, यो विध्वंसका मुख्य खलनायक केपी ओली नै सिङ्गो देश चलाएर नपुगेर थप देशभक्ति सिकाइरहेका छन्। वास्तविकता के हो भने यो देश एकपटक पुरै तदर्थ नभए बदलिन्न। पुरै कर्मचारीको छटनी नगरी कसले सुधार्न सक्छ नेपाल एयरलाइन्स? पुरै देश नेपाल एयरलाइन्स भइसकेको छ। श्रेष्ठदारदेखि प्रधान न्यायाधीशसम्म, पिएनदेखि उपकुलपतिसम्म हरेक क्षेत्रका हरेक पदको पुनर्नियुक्ति बिना देश बदलिन्न। हामीले तत्कालका लागि त्यो मौका गुमायौँ। रह्यो ओलीहरू सुध्रने कल्पना, त्यो छाडौँ। देश जवाफदेहिता र पारदर्शिताको यति धेरै भोको थियो, तर यिनीहरू अन्तिमसम्म पनि खाली कागजमा सांसदहरूलाई हस्ताक्षर गराउँदै थिए। मन्त्रीको गाडीबाट झन्डै खिचिएका अबोध बालिका यिनीहरूलाई विधान सम्मेलन बिथोल्ने षड्यन्त्रकारी लाग्थिन्। विवेक र करुणा दुवै गुमाएका, तर उन्माद र अहङ्कारमा डुबेका नरपशु भइसकेका थिए यिनीहरू। 24 गते पछिका केही दिन यिनले भोगेको त्रासलाई खुच्चिङ भन्न त सकिएला, तर क्रान्तिले खुच्चिङ होइन, परिणाम हेर्नुपर्छ। 17 असार 2081 को ऐतिहासिक 7 बुँदे सहमति अनुसार केपी ओलीले शेरबहादुर देउबालाई आगामी असारको 31 गते प्रधानमन्त्री पद हस्तान्तरण गर्नुपर्ने थियो, तर उदार ओलीले एक साता अघि नै छाड्छु भनेका थिए। दयालु महासचिव शङ्कर पोखरेलले थप 3 दिन अगाडि पनि हुन सक्छ भनिरहेका थिए। विधान अधिवेशनमा विद्यालय रोकेर चक्रवर्ती भएका ओली र त्यही शैलीमा कार्यकाल थप्ने तयारीमा रहेका देउबा इतिहास उनीहरू बिना लेखिँदैन भन्नेमा ढुक्क थिए। खासमा यो पनि उनीहरूकै दम्भ, कुशासन, भ्रष्टाचार, पक्षपात र अपराधको कालो इतिहास हो। आक्रोशको एउटा आँधी आयो र त्यसले राजनीतिमा थोरै सपारेर र पूर्वाधारमा धेरै बिगारेर गयो। हामीले विद्रोहको जति ठूलो शक्ति देख्यौँ त्यति ठूलो उपलब्धि देखेनौँ। न भित्र बाहिरका खेल सकिए, न जनताको आक्रोशको खिल निस्कियो, न देशले समाधान पायो, क्रमशः कायमै रह्यो।
Gen Z protests in Nepal that turned violent. Viewers, the youth are rising. Gen Z, the first generation to have grown up in the internet age, has become the face of the anti-government protests. अरे ओ बंगलादेश भाग 3।